हेलो गाइस, नमस्ते। अस्ति भयो डिएसपीले हैन रवि लामिछानेलाई तेरो अन्तिम इच्छा के छ भनेर सोधेको थियो नि। त्यसपछि रवि लामिछानेको जवाफ कसलाई थाहा छ? थाहा छैन भने यो भिडियो पुरा सुन्नु होला अनि शेयर नि गर्नु होला है। माननीय रविको अन्तिम इच्छा के हो भनेर सोधेको छ नि, ल सुन। इच्छा नम्बर 1, 80 लाख भन्दा धेरै विदेशका युवाहरूलाई देशमै फर्काउने इच्छा। र 2, देशका कृषकहरूको सहयोग र सहजीकरण गर्ने। 3 नम्बरमा चाहिँ साथीहरु हैन, गाउँ गाउँको सिंहलाई चिडाखानातिर हुलेर दरबारलाई मुक्त गर्ने। 4, विदेशमा बेचेका चेलीहरूलाई देशमा फर्काउने। 5, विधिको शासन स्थापित गर्न। 6, अन्याय परेको आम नागरिकलाई न्याय दिलाउने। 7, न्यायिक प्रणाली सुधार गर्ने। 8 मा 35-40 वर्ष लुटेर खाएका भ्रष्टाचारीहरूलाई जेल कोच्ने। अझै धेरै इच्छा छ, त्यो समयले बताउँछ। रवि व्यक्ति होइन, विचार हो जो नेपाली जनताको मन मस्तिष्कमा बसेको छ। बच्चालाई पनि थाहा भइसकेको छ कि रवि देश देखेर सिङ्गो राज्य सत्ताको शासकहरूको सातो गएको छ। जय देश, जय नेपाल, जय घन्टी। ल सुन्नुभयो साथीहरूले? ल हैन, जसलाई थाहा छैन भिडियो सक्दो शेयर गर्नु होला है त साथीहरू। सुन्नुभयो नि रवि लामिछानेको अन्तिम इच्छा।